स्टक मार्केटमा इन्भेस्टिङ र ट्रेडिङ हुन्छ। इन्भेस्टिङ अन्तर्गत डिफ्रेन्ट सेगमेन्टहरू छन्। फर्स्ट, प्राइमेरी मार्केट। यस बजारमा कम्पनीले पहिलो पटक सेयर जारी गर्छ। यसमा लगानीकर्ताले आइपिओ, एफपिओ आदिमा आवेदन दिन सक्छन्। नम्बर 2, सेकेन्डरी मार्केट। प्राइमेरी मार्केटबाट सेयर पाइसकेपछि ती सेयरहरू ब्रोकर मार्फत किनबेच गर्ने बजार हो। यो बजार नेप्सेमा आधारित हुन्छ। लगानीकर्ताले सेयर बेच्ने वा खरिद गर्ने काम गर्छन्। नम्बर 3, इक्विटी सेगमेन्ट। यो सेगमेन्ट अन्तर्गत तपाईँले कम्पनीको साधारण सेयरमा लगानी गर्नुहुन्छ। यसमा लाभांश र पुँजी वृद्धिबाट फाइदा लिन सकिन्छ। नम्बर 4, डेब्ट सेगमेन्ट। यसमा कम्पनी वा सरकारको ऋणपत्र, डिबेन्चर वा बोन्डमा लगानी गरिन्छ। यसमा फिक्स इन्ट्रेस्ट पाइन्छ, जोखिम कम हुन्छ तर प्रफिट चाहिँ सीमित हुन्छ। नम्बर 5, प्रमोटर सेयर सेगमेन्ट। कम्पनीका प्रमोटरले होल्ड गर्ने सेयरहरू प्रमोटर सेयर। यी सेयरहरू सेकेन्डरी मार्केटमा सामान्य लगानीकर्ताले सिधै खरिद गर्न सक्दैनन् तर छुट्टै अनुमतिबाट खरिद गर्न सकिन्छ। नम्बर 7, राइट सेयर सेगमेन्ट। कम्पनीले पहिलेका सेयर धारकलाई थप सेयर सस्तो मूल्यमा दिने सेगमेन्ट। कम्पनीलाई पुँजी बढाउन सहयोग पुग्छ यसबाट। जोखिम सहने क्षमता तपाईँको कस्तो छ, सिकाइ स्तर के हो र तपाईँको लक्ष्य चाहिँ के हो भन्ने कुराले चाहिँ सेयर छनौट गर्नुपर्ने हुन्छ। म चाहिँ सुरुमा इक्विटी सेयरबाट सुरु गर्न सल्लाह दिन्छु।